ला बाटा बिजो खर्च त स्टार भन्दा लगेको ला यार एकदम खत्तम के उखाले चिप्लो या खत्तम छ भाइ बाटो त सम्झेर पनि नसम्झिसक्नु छ बहुत खत्तम बाटो हिमालयन गोठ घाँस त बिराम छस् के यार सब त्यो बाटो पसेको खुम रमाइलो हुने ठाउँ हो यो धोत्री देउराली पनि गाइस एक मात्रमा यी चिमालहरू फुलै देख्नुहुन्छ बनाएर साल लगाइरहेको चाहिँ पैसा छुइसक्नु बाइक चाहिँ पार्किङ गर्ने ठाउँ चाहिँ फेरि हाम्रो बगाल छ हेर्नुहोस् त हिजो राति पानीले नमात्र यहाँ दुईवटा छ र मैले यहाँभित्र राखेको छु हिजो चाहिँ मैले यहाँभित्र राखेको छु गाइस बाइक हेलो गाइस वेलकम ब्याक टु माई च्यानल तपाईँहरूको माझमा फेरि पनि नयाँ भ्लग लिएर उपस्थित भइसकेको छु र आजको भ्लग चाहिँ निकै बवाल रमाइलो हुनेवालामा छ गाइस अन्तिमसम्म हेरेर साथ दिनु होला हामी चाहिँ यहाँनिर घरदेखि धोत्रेतर्फ लाग्दैछौँ यहाँ चाहिँ दाजु दिदीहरूसहित यहाँ मथिलोमा बाइक छोडेर गाइस हामी चाहिँ झरेका थियौँ अनि म चाहिँ भिडियो नबनाउनु पऱ्यो भन्ने पक्षमा थिएँ अनि फेरि आज चाहिँ बनाइरहेको छु गाइस ल हेर्दै गर्नुहोस् अब धोत्रे पुग्नेछौँ अनि धोत्रेमा आज निकै रमाइलो हुनेवालामा छ गाइस बसोबास के हुन्छ अनि कस्तो कुरा हुन्छ होइन सबै देखाउनेछु गाइस गीतसहित हामी हिँड्दैछौँ अनि त्यही भएर चाहिँ सुनेको छैन होला गाउँलाई छोड्दैछौँ गाइस गर्थीमा अस्तिरको चौताराको छेउनेरी छु ल अब म तपाईँहरूलाई धोत्रे पुगेर नै भेटाउने छु है गाइस मोबाइलले रमाइलो हुनेवाला पनि छ ल भएकोमा आइपुग्यौँ अघि यहाँ बाइक छोडेर तल्लोमा झराएको थियौँ अब चाहिँ हामी फेरि लाग्छौँ है त बाइकबाट बुटुङटुङ बुटुङटुङ लाग्नेवालामा छौँ गाइस हामी चाहिँ यस्तै छ रमाइलो जिन्दगी ल गरिसँग नानालाई निकै गाह्रो भएको छ अब धोत्रे कसरी पुग्ने साथीहरू फाइनली धोत्रे आइपुग्यो अब धोत्रेमा जस्तो छ बाइक पार्किङ पल्लोमा हामी हो अनि ठ्याक्कै यहाँनिर छ अब यहीँ बसै हुन्छ होला लगभग होइन साथीहरू धोत्रे चाहिँ अहिले यस्तो रूपमा छ ट्याक्क लाएर म यस्तो रूपमा छु धोत्रे यस्तो रूपमा छ यहाँभित्र दिदीहरू चाहिँ पैसाको दाजुहरू चाहिँ म पनि पस्नलाई ए हुन्छ तयारी छु है ल आजको बसै यहीँ हुन्छ ल ए धोत्रे यहाँ तुम्बा खाने कुरा हुँदैछ अनेक हुन्छ कुरा ल्याम्पमा लाएर गाइस तम्मा तपाईको युट्युब च्यानल हो हाम्रो तम्बा हेर्नु है तम्बा यस्तो छ हजुर तम्बा यसरी धोत्रेको यो धोत्रे भन्ने ठाउँमा आमामा पानी धोत्रे भन्ने ठाउँमा तपाईँ बन्दोबस्त गरेर माथि सिक्किम त हेर्नुहोस् ल फेरि तुम्बाको भाँडा चाहिँ यहाँ जग छ हेर्नुहोस् गाइस एकदम बवाल छ एक भाँडा तुम्बा ल हेलो गाइस अब डे 2 मा यो चाहिँ हामी हिजो आयो पानी दह्रो आयो अनि आज पनि पानी चाहिरहेको थियो अहिलेसम्म तर अहिले चाहिँ उक्लिरहेको छ यहीँ धोत्रेको बस यस्तै भयो गाइस पानी बब्बालै आयो 3 बबालै आयो अब चाहिँ उक्लिँदैछ ल रमाइलो अब यता सुरु भइसक्यो यतिको रमाइलो चाहिँ हुनु पर्यो खुम रमाइलो हुने ठाउँ हो यो धोत्री देउराली पनि गाइस एक मात्रमा यी चिमालहरू फुलै देख्नुहुन्छ बनाएर साल लगाइरहेको चाहिँ वैशाखले छुइसक्यो त्यही भएर चाहिँ ल्याम्मा लाएर गाइस बाइक चाहिँ पार्किङ गर्ने ठाउँ चाहिँ फेरि हाम्रो बगाल छ हेर्नुहोस् त हिजो राति पानीले नमात्र यहाँ दुईवटा छ र मैले चाहिँ यहाँभित्र राखेको छु हिजो चाहिँ मैले यहाँभित्र राखेको छु गाइस बाइक
अनि अब चाहिँ हामी फेरि यहाँबाट यात्रा लिन्छौँ। भिडियो चाहिँ एकदम लामो होला जस्तो छ। को आयो कहाँ हिँडेको मुनु? किन के हो त्यो? कहाँबाट लिएको? अनि मलाई चाहिँ खोइ त बुनलाई दिनु हिँडेको? ल ठिक छ, ल ल ल जाऊ। ल गाइस, अब हामी चाहिँ माथि छिमलुङको गोट स्टे जाने भनेर हिँडिसक्यौँ यहाँबाट होइन। अनि मेरो ब्याकग्राउन्डमा देख्नुहुन्छ दाजुहरू दुईजना जाँदै हुन्छ टक्क, अनि दिदी चाहिँ तल आउँदै हुनुहुन्छ। अनि म पनि जाँदैछु गाइस। आज हामी छिमलुङको गोट स्टे पुग्नेछौँ है त। ल आज हामी धोत्रे देउरालीबाट हामी बसेको ठाउँबाट उकालो लागिसक्यो है त। ल टक्क बाख्रा अनि भेडा चरन चाहिँ यहाँ जाँदैछ है। ल हेर्नुहोस् त, यो भेडाको विशेषता हो। यस्तो पानीमा पनि यो चाहिँ आनन्दले बस्ने गर्छ। अनि यता पनि छ है, अनि यता पनि हे यहाँ एकछिन बस। के हो त अहिलेसम्म सुत्ने? तेरो सुताइ हो तँ त बिराम छस् क्या यार। सब त्यो बाटो पछि गर्ने भेरा त म पनि जाडो हो र म त फेरि 3-4 पत्र टुपुरेर हिँडिरहेको छु क्या। एउटा ज्याकेट अघि घाम लाग्थ्यो र तल यसो राखेँ, अन्त पानी आउला जस्तो गर्दैछ। फाइनल गाइस छिमलुङको गोट स्टे आइपुग्यो त हामी यहाँनिर चाहिँ। ल छिमलुङ गोट बास भनेर फोन नम्बर सायद यहाँ छ। अनि चाहिँ अब हामी यता लाग्दैछौँ नि त गाइस, मिलाएर कुरो गर्नु पर्दामा उकालोमा 05बाट हाल्ने यस्तो देखिन्छ। आज मौसमले चाहिँ त्यति साथ दिएको छैन है। ल अब यहाँ माथिको गोठ बस्ने डिजाइनहरू अन्य सब कुरा बवाल छ। म चाहिँ फर्स्टचोटि आएको हो यहाँ चाहिँ। छिमलुङ गोट स्टेको भ्रमण गरिदिउँ त। वेलकम टु छिमलुङ। ल प्रस्थान गरियो है त हामीले। वाह छिमलुङ गोट बास च्वाक आएछ। च्वाक आमा यहाँभित्र कस्तो रहेछ त? यस्तो सुत्दैन, ठिकै हो, दामी नै छ। गफ गर्दै बस्ने, यो चाहिँ बस्ने कुर्सी रहेछ। ए के हुँदैछ हौ यहाँ? ल साथीहरू, हामी चाहिँ तल आएको। पानी आरो बाटो एकदम खराब छ। अनि यहाँनिर चाहिँ अब ताते गर्दै हामी आउँदैछौँ। अनि दाजु र म चाहिँ यहाँ गएर आइपुग्यौँ। दिदी दाइ चाहिँ फेरि पछाडि नै हुनुहुन्छ। ती बाटो हेर्नुहोस् न, खत्तम बाटो छ क्या, खत्तम बाटो। दुईजनाको यात्रा, हन्डीको यात्रा फेरि म यस्तो छ अगाडि बस्छ है त। पानी परेर चिप्लो भयो साथ गाइस। अनि चाहिँ पुरा यस्तो छ। म चाहिँ तल पुरा ला बात बिजोग भएछ त स्टार गर्दा लगेको। ला यार बिजोग भएछ नि। एकदम बाटो चिप्लो छ, के भन्नु र। यो बाटो त नहिँड्नुहोस् एक्लै उकालो त। ब्रेक हाल्दा खै कुछ, अनि मान्छे नै लडिन्छ। अनि चाहिँ के भन्नु त। बिस्तारै त तलतिर पनि त्यस्तो छ नि। खत्तम उकालो ओह्रालो यस्तो छ।
यो भोजपुर तल रिमझिम झर्न अलिक गाह्रो हुने भयो हामीलाई। बाटो त पुरै त्यस्तै छ नि त। एकदम खत्तम के उखालो चिप्लो भरालो या ल है ल झऱ्यो है। अब रोक्दा पुरा त्यस्तो हुन्छ अनि सकिँदैन हौ। गाह्रो छ क्यामेरा सेट गर्दैछु है त है। ए क्यामेरा यस्तो खत्तम बाटो छ कि हेर्नुहोस् न तपाईँहरूले। वाह हुन्छ वाह हुन्छ वाह। जाउँ है दादा है ल ल एकदम सोलो होला यस्तो छ हेर्नु न त यार। अनि बिजोग त यहाँ हेर्नुहोस् त। यस्तो बिजोग बाटो त त्यो आउनुभयो एकदम कम्ती हामी चिप्लो कटाउने कति समयमा आइपुगिसकेका छन् होइन। अब सक्यो गाई चिप्लो सक्यो है। आम्मा के हो यो। सारो यतै पर्खौँ ल यतै पर्खौँ। हजुर खत्तम छ दाइ बाटो त सम्झेर पनि नसम्झिसक्नु छ। बहुत खत्तम बाटो थोरै लाग्छ होला